यता हेर मलाई हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल फेरि पनि स्वागत छ हजुरहरूलाई आशा छ सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु सन्चै त के भन्नु त्यस्तो छ अब टेन्सनले कहिले पनि छोड्दैन है आज हामी चाहिँ यसो पोखरातिर आएको कि म अनि हाम्रो बेबी अब यहाँसम्म बस न बेबी अनि बुढी माउ हाई गरिदिउँ त सबैजना हाई गरिदिउँ बेबी पोखरातिर आएको खासमा भन्ने भएदेखि अब हामी चाहिँ मेडिकल आएको हो मेडिकलको चाहिँ फलोअपमा आएको हो तर पनि अब यसो अब पोखरातिर आउँदाखेरि चाहिँ चट्टै यसो यहाँनिर होटेलमा बसिराखेका छौँ है गाइजहरू र अब यो खासै त्यस्तो ठुलो भ्लग त केही पनि होइन स्पेसल भ्लग त केही पनि होइन छोरीले चाहिँ दुःख दिइराखेको कि मैले एउटा मिनी भ्लग जस्तो मिनी भ्लग टाइपको एउटा भ्लग बनाउँछु पापा भनेर होइन उसले चाहिँ हल्का फुल्का यहाँ खानेकुराहरू एउटा दुईवटा आइटमहरू सपिङ गरेको छ भाटकोटीबाट त्यस कारणले गर्दाखेरि एउटा छोटो मिठो भिडियो बनाइदिउँ भनेर है त गाइजहरू ल माया गर्नुहोस् सब्सक्राइब गर्नुहोस् कमेन्ट गर्नुहोस् मेरो योभन्दा पछिल्लो भिडियोलाई 1 महिना पछि हालेको भिडियोलाई पनि राम्रो भ्युज दिनुभएको छ धेरै धेरै खुसी छु है यसरी नै माया गरिराख्नुहोस् यसरी नै सपोर्ट गरिराख्नु होला ल थ्याङ्क यू गाइज भन्न चाहन्छु खोल्ला हिँड्यो नि बकुल्ला तर यो खोला होइन गाइज यो चाहिँ हेर्नु त रुखभरि बकुल्ला बसिराखेको छ यहाँ यो हो हामी चाहिँ यसो सर लेक साइडतिर हो है अहिले चाहिँ हाम्रो यो होटलको नाम के अरे बेबी इको अन्नपूर्ण ट्रेक्स छ कि सम्म त्यस्तै के छ ल नमस्ते वजिन्या थापा चिन्नु भएको छ होला मैले भ्लग पनि बनाएको छु अलिअलि अनि हामी चाहिँ यहाँ भाटबाट नि गएर केही किनेको थियौँ त्यसको चाहिँ आज हल गराउँदैछौँ होल भनेको त दुलको ल के भयो शपिङ हल भन न शपिङ हल गरेको छ यता छ अनि यस्तरी तिमीलाई त देखिँदैन त कसलाई हो त्यो तिमीलाई र अनि त्यसपछि लोड टोडेर खान्छ न कसको लागि त्यो भन्देऊ न त्यो मेरो लागि र मामुको लागि हो विशेष मामुको लागि हो त्यो न मामुको लागि यता किन्डर जोय पनि छ मैले ल्याएको मलाई खान यो चाहिँ लालयाको एक्टिभ फ्रेस मिन्ट माउथ वास है यो चाहिँ पापा र मामुको लागि बुढा बाबाको लागि पनि हो एक बिरको खाने खाने हैन खुल्ला गर्ने यो चाहिँ गुड्डे बिस्कुट हो यो चाहिँ बाई 1 गेट 1 थियो सेलमा म चाहिँ एउटा 50 पर्यो एउटालाई भनेपछि एउटा फ्री पाइयो एउटा 50 रे एउटा चाहिँ फ्री पाइयो 50 रुपैयाँ बच्यो एउटा मेरो चाहिँ कपडा छ है यो चाहिँ मेरो नाइट ड्रेस हो एकदम राम्रो प्रिन्टमा छ प्रिन्टमा छ यस्तो कोरोमीवाला यता पाइट पनि छ पजामा सेट हो पजामा सेट एकचोटि माथिको लगाएर देखाऊ माथिको लगाएर देखाउँछु ल मैले माथिको लगाएर देखाउँछु
लगाइसकेँ नाइट ड्रेस होइन ल उता फर्क त उता फर्क बेबी ल यो यहाँ बटन भयो यो पजामा भयो पछाडि अगाडि ठिक छ पकेट पनि छ पैसा राख्ने हो यहाँ किन्डर चाहिँ राख्न अटाउँदै रहेछ कति काली आएको र and this is our Patpateni shopping hall. हाय जाऊ अगाडि जाऊ यता हेर त ल ल यता हेर ल यता हेर ल पानी खेलाऊ न पानी खेलाऊ उता तिमी उता ढल्क्यौ यता हेर मलाई दिदी हो गाइज आजको सपिङ हल यति चाहिँ हो फेरि हामी आउँछौँ बाबाले भ्लग गरिरहनुहुन्छ कहिलेकाहीँ मात्र अनि तपाईहरू नयाँ हुनुहुन्छ भने साथ सपोर्ट माया गर्नुहोला र पुरानो हुनुहुन्छ भने बेल बटन त्यहाँ प्रेस भएको छैन त्यो चाहिँ अभियसली हेर्नु होला है नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला र हाम्रो च्यानललाई एकदम माया दिनु होला लाइक एन्ड चाहिँ 50 गाइस बाइ बाइ फेरि भेटौँला यहाँ थम्बनेललाई हो खाने हैन के यो पनि थम्बनेललाई खाने हैन के यो पनि